एक अर्काबीच हानाहान भइरहेको हुन्छ र सबै सकेपछि एक अर्काबीच अङ्कमाल गरेर एउटा मित्रता भई तातामीबाट बाहिर निस्कछ। यसले के सन्देश गर्छ भने एउटा अनुशासन र रेस्पेक्ट, एक अर्काबीच सम्मान प्रकट गर्छ र सेन्सु भनेको चाहिँ फक्स अबोर्डिनेसको फर्स्ट स्कुल गरेको खण्डमा चाहिँ डजमा अन्त सेन्सु रातो खुट्टाको पहाड रहेको थियो। यहाँ जति हेर्नुहुन्छ दर्शकबिनहरू भोलिदेखि पक्कै यो गेम हेरेर तपाईँहरूले आफ्नो साना साना नानीहरूलाई कराटेमा गराउनुहुन्छ होला, किनभने तपाईँहरूको पनि मन होला मेरा प्रतिस्पर्धा गरौँ। यसरी नै यी दर्शकका माझ प्रतिभा प्रस्फुटन गराउन सकौँ भने एउटा चुई भनेको चाहिँ वान कन्ट्याक्ट गर्नु पाएन। प्रतिद्वन्दीको कुनै पनि आफ्नो प्रतिद्वन्दीलाई घातक तरिकाले चाहिँ प्रहार गर्न नपाउने र प्रहार गरेको खण्डमा चुई यो छ। मैदानदेखि इटो भनेको चाहिँ वान उत्कृष्ट प्रहार यो कोर्सको बक्सभन्दा पर गएर बसेर हेलो रोजर यहाँ